बुवाको दिदीको घर चाहिँ हेर्नुस् त मकैहरू यतिखेर अम्बो मकै हेर्नुस् त सुकेको प्रकाशले ढोकेको अरे जिन्दगीमा फर्स्ट खुसी हो बुवा एभ्रीवन गुड मर्निङ सो अर्ली मर्निङ 3 बजिसकेको छ म चाहिँ उठेर अब हामी बेहुली लिन जानु लागेको गाडीले पर्खिरहेको छ है भिडियो बनाउनु पाइयो गाइस म चाहिँ हिँडेँ हामी चाहिँ नेपाल बेहुली लिनु गएको आज नेपालमा बिहा छ तपाईँहरूले अलरेडी मैले इन्फर्म गरिसकेको छु हामी चाहिँ निस्क्यौँ है गाडी उता लगाइरहेको छ अब चाहिँ गयो गाइस हामी चाहिँ लाग्यौँ अब चाहिँ हेलो एभ्रिवान हामी चाहिँ बिर्तामा मोड आइसकेको छौँ है अघि नै सो हामी मुक्ति चौकदेखिको चाहिँ लेफ्ट साइडबाट हामी जाँदैछौँ अब हाम्रो यात्रा धेरै छैन है फाइनली गाइस हामी चाहिँ बुवाको यो चाहिँ हाम्रो गाडी हो आया हामी चाहिँ यहाँ आइपुग्यौँ है यसैमै हजुर फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ बुवाको घरमा है बुवाको दिदीको घरमा अब यहाँ हामी रेडी हुनेछौँ अनि बिहामा जानेछौँ यो रहेछ बुवाको दिदीको घर चाहिँ हेर्नुहोस् त मकैहरू यतिखेर अम्बो मकै हेर्नुहोस् त सुकेको हामी चाहिँ यहाँ आइपुग्यौँ गोलधाप कि के भन्ने ठाउँमा यो चाहिँ प्रकाश बुवाको चाहिँ दिदीको घर अरे अब हामी यहाँ बस्छौँ प्रकाश बुवाले ढोकेको अरे अब यहाँ त माछा पो पालेको छ क्या हो यस्तो पो हुँदो रहेछ त हेर्नुहोस् त अब हामी चाहिँ यहाँ रेडी भएर जानेछौँ हामी आइपुग्यौँ हाई एभ्रिवान अब हामी चाहिँ आज हाम्रो प्रकाश भाइ एकदमै खुसी छ जिन्दगीको खुसी घरिघरि यस्तो खुसी आउँछ जिन्दगीमा फर्स्ट खुसी हो बुवा सो एभ्रिवान हामी चाहिँ फाइनल्ली आइपुगेको छौँ है अब हामी जानेछौँ एकदमै धेरै गरम अब हामीलाई भित्र बोलाउनु भयो है गाइस अब हामी जानेछौँ जाउँ दादा जाउँ न उता होइन जानुहुन्छ नि आउनु न आउनुहोस् न कहाँ एक्लै बसाउँछ हौ हजुर अगाडि पुगिसक्यो हामी चर्चभित्र प्रवेश गर्दैछौँ है गाइस Thank you.
स्वागतको क्रममा म आजको पवित्र विवाह बन्धनलाई विधिवत रूपमा सम्पन्न गर्नको लागि आदरणीय धर्मगुरु रेभरेन्ड विजय कुमार चामलिङज्यू हाम्रो साथमा हुनुहुन्छ। उहाँलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक विनम्र अनुरोध गर्दछु। हामी ताली बजाएर यसैगरी दुलहा पक्षबाट दुलहाका धर्मगुरु आदरणीय गुरुबा हुनुहुन्छ। मलाई नाम थाहा भएन, आफ्नो स्थानबाट यहाँ अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक विनम्र अनुरोध गर्दछु। हुन्छ, पास्टर अमित चामलिङज्यू हुनुहुँदैछ, उहाँलाई हामी स्वागत गर्छौँ। यसैगरी दुलहाका पिताजी हुनुहुन्छ भने अगाडि आइदिनु हुन म हार्दिक विनम्र अनुरोध गर्दछु। यसैगरी स्थानीय मण्डलीका आदरणीय स्रष्टा गुरुबा रेभरेन्ड प्रेरित जय कुमार, जति पनि हामी छौँ, हामी सबैजना अलिकति अगाडि बसिदिन म आग्रह गर्छु, बिचमा खाली नहोस्। परमेश्वरको अगुवाई हामी माग्दछौँ र यसकारण सुरुको प्रार्थना गरिदिनु हुनको लागि म दुलहा तर्फबाट आउनुभएका आदरणीय पास्टर गुरुबालाई म अनुरोध गर्दछु, उहाँले सुरुको प्रार्थना गरिदिनुपर्छ। यहाँमा फेरि एकपल्ट विशेष गरी आज हामी खुसी छौँ। विशेष गरी भाइ 20जना भाइ प्रकाशको पवित्र विवाहको सेवाकार्य आरम्भ भइरहेको छ। हामी प्रभुलाई धन्यवाद दिन्छौँ। आउनुहोस् यस कार्यक्रम सेवाकार्यलाई सुरु गर्नुभन्दा अगाडि हामी परमेश्वरको अगाडिमा प्रार्थना गरेर सुरु गर्नेछौँ। आउनुहोस् हामी सबैजना शिर झुकाऊ। पिता पुत्र पवित्र आत्मा एक परमेश्वरमा विशेष गरी हामी तपाईँलाई धन्यवाद दिन्छौँ। यो आजको दिन सुन्दर दिन, सुन्दर समय तपाईँले हामी सबैजनालाई दिनुभयो, धन्यवाद। विशेष गरी प्रभु यस मण्डलीमा तपाईँ परमेश्वरको सुरक्षाले हामीलाई ल्याउनुभयो। यस मण्डलीका गुरुबाहरूलाई मण्डलीहरूसँग हाम्रो भेटघाट गर्नुभयो, धन्यवाद। र विशेष गरी हामी प्रार्थना गर्छौँ भाइ प्रकाशको अनि बहिनी सृजनाको अब पवित्र विवाहको सेवाकार्यलाई हामी सुरु गर्न गइरहेका छौँ। पिता परमेश्वरबाट हामीलाई सहायता अनि मद्दत गर्नुहोस् भनी हामी बिन्ती प्रार्थना गर्छौँ। अनि जति पनि यस सेवाकार्यमा हामी गर्नुपर्ने जति पनि कार्यहरू छन् सँग विवाह बन्धनमा बाँधिनुको लागि आज नै राजी खुसी थियो कि पजुले भुकुने काकाले बडाले पास्टरले कमाएर होइन राजी खुसीले हो आफ्नै खुसीले कसैले कराएर त होइन नि अनि साह्रोमै हो कि होइन हो राजी खुसीले ल अहिले जसरी तपाईँ राजी खुसी हुनुभएको छ जीवनभरि तपाईँको जीवनमा एकले अर्कालाई सुधार्नुपर्छ, राजी खुसीमा बस्नुपर्छ। सुख दुःख आउँछ, सुख त आदि जाति दुःख त आफ्नो साथी सुख त आउँछ जान्छ है पाउना हो लगाइदिनु भने बायाँपट्टि घाममा इन्द्रमणि प्रकाशजी अर्कोपट्टि
अनि आफ्नो सिर्जनालाई आशीर्वाद दिनुपर्छ। उनीहरूको हृदयको फल प्राशस्त आशिषमै बनेको होस् कि मण्डलीमा